यो चाहिँ चिया टिपेर ओजन गर्ने ठाउँ हो है। अब यहाँ हेर्नु है बाटामा यो तरिकाले ओजन कसले गर्नुहुन्छ, कहाँ गर्नुहुन्छ, यो त नौलो र अनौठो र असहज लाग्यो मलाई। कि यो काँटा यसरी घुमाइरहँदाखेरि काँटाको सुई यता र उता घुमेर श्रमिकलाई पनि 2-4 किलो पत्ती घाटा हुने देखिन्छ। यहाँ हिसाबमा तलमाथि भइराखेको देखेँ मैले त्यहाँ गएर फिल्डमा। अरू त अब चिया बगानमा पत्ती टिपेपछि यसरी ल्याउने, ओजन गर्ने, गाडीसम्म पुर्याउने, लोड गर्ने त श्रमिकले सधैँ गरेकै छ, सबैतिर गरेकै छ, गर्नुपर्छ। यो काम नगर्ने भन्ने त हुँदैन, गर्नुपर्छ। आफूले टिपेको चिया बाटोसम्म ल्याउने, गाडीसम्म ल्याउने अनि गाडीमा राख्नेसम्म त ठिकै छ। यो प्रक्रिया सबैतिर चलेकै छ, चलाउनै पर्छ। यो तरिका चाहिँ जोखिमपूर्ण छ है। यो तरिकाले काँटा गर्नु हुँदैन, यो जोखिमलाई अन्त्य गर्नुपर्छ र व्यवस्थित ढङ्गबाट काँटा गर्ने व्यवस्था मिलाउनुपर्छ व्यवस्थापकले भन्ने सुझाव दिन्छु। र यसलाई छिटोभन्दा छिटो विस्थापित गरेर नयाँ तरिकाले काँटा गर्नुहोस् भन्ने मैले सुझाव दिएको छु।